अहिले यति बेला चाहिँ यो साँझको समयमा केही सामान किन्नको लागि सुपातिर जाँदैछु होइन। म चाहिँ लखर लखर गर्दै सुपातिर जाँदैछु साथीहरू होइन। यो बिचमा तपाईँहरूलाई देखाउनै मन लागेको भनेको यो चाहिँ दृश्यमा देखिराख्नु भएको छ यो 4 तलासम्मको घर जस्तो देखिन्छ होइन, तर यो घर होइन, सुपरमार्केटले व्यवस्थापन गरेको फेरि पार्किङ हो। तो एकादो सुपरमार्केटको नाम हो भने जान बित्तिकै मेरो चाहिँ स्ट्रबेरीमा ध्यान गयो। अब किन्नुपर्छ कि भन्ने सोच गरेको, झन्डै 1500 दानाको 2052 रुपियाँ पर्ने देखियो। लास्टै महँगो लाग्यो साथीहरू, मैले चाहिँ किनिनँ। अनि त्यसपछि यसो पारितिर हेर्दाखेरि मान्छेको भिड थियो। त्यो रातो मासुमा मान्छेको भिड देख्दाखेरि मलाई चाहिँ अचम्म लाग्यो, किन होला भनेर बुझ्दै जाँदाखेरि त्यो चाहिँ गाईको मासु रहेछ साथीहरू। अब चाहिँ हाम्रो चाहिँ राष्ट्रिय जनावर, अब त्यो हामीले त लगभग त्यसलाई चाहिँ एकदम भगवान्कै रूपमा लिन्छौँ नि त। तर के भने अब जापानिजहरूले गाईको मासुलाई चाहिँ सबैभन्दा प्रिय मासुको रूपमा, भोजनको रूपमा लिने गर्छन्। अनि बुझ्दै जाँदाखेरि चाहिँ त्यो चाहिँ झन्डै 100 ग्रामको चाहिँ 970 रुपियाँ पर्ने देखियो क्या साथीहरू। अनि हिसाब गर्न मन लाग्यो, फेरि नेपाली हो अनि आफ्नो पारा त आइहाल्छ। अनि हिसाब गर्दाखेरि चाहिँ मैले यसो क्यालकुलेटर दबाएँ होइन, लगभग 970 रुपियाँको 100 ग्राम भन्दाखेरि त तपाईँहरूको चान्सु 9000 भन्दा बढी पर्ने रहेछ क्या केजीकै। त्यति महँगो हालेर खाने क्या यिनीहरू।